सबैलाई नमस्कार अनि स्वागत छ मेरो अनन्त सम्झनाको सङ्ग्रहमा। म हुँ समय यात्री कलियुगको वनवास सिडनीबाट। म सिडनी आएको झन्डै 3 वर्ष 7 महिना अनि 20 दिन भइसक्यो। यानि कि 1325 दिन भइसक्यो। यो 1325 दिनमा सिडनीले मलाई धेरै कुरा दियो, मबाट धेरै कुरा लियो, धेरै कुरा सिकायो। म सिडनीमा सम्बन्धहरूको मामलामा निकै धनाढ्य साबित भएको थिएँ। अनि अब मेरो सिडनीको बसाइ अन्त्य हुन लागे जस्तो छ। म चाहिँ सिडनीमा रहिरहँदाखेरि, सिडनीमा मेरो जीवनयापन गरिरहँदाखेरि म सिडनीमा गजबसँग फुलेँ, फक्रिएँ, गजबसँग मुस्कुराएँ। यसरी फक्रिएँ, यसरी खुसबुदार भएँ। तर अफसोस म सिडनीमा फल्न भने सकिनँ। मेरो यो फल्ने रहर पछ्याउँदै, यो फल्ने हुटुटीलाई पछ्याउँदै म चाहिँ अब फलमय वातावरण खोज्दै तास्मानिया होबार्टतर्फ लम्किँदैछु। अबको केही दिनमा म होबार्टतर्फ निस्किँदैछु। मेरो होबार्ट जाने तयारी सबै भइसक्यो। मैले प्याकिङ गरिसकेँ। यो मेरो चाहिँ प्याकिङ हो। यो समय त बितिजाला, तर समयको कालखण्डमा मैले बिताएको समयहरू, मैले बिताएको जिन्दगीहरू, यो चाहिँ यादगार पल बनाउन मैले यसमा भिडियोमा कैद गर्ने कोसिस गरेको छु। सिडनीमा रहँदाखेरि मलाई जति पनि माया गर्ने, मलाई सम्झिने हुने, मलाई आफ्नो सम्झिने हुने र आफ्नो बनाउनु हुने सबैप्रति निकै कृतज्ञता व्यक्त गर्न चाहन्छु। म उहाँहरूप्रति सधैँ आभारी रहिरहन्छु। अझै मेरै शब्दमा भन्ने हो भने म उहाँहरूको गुणको ऋणी सधैँ बनिरहन चाहन्छु। म यसो मान्दछु, कुनै पनि गुण कसैलाई लगाइसकेपछि त्यो गुणको बदला कसैले पनि कसैलाई तिर्न सक्छ जस्तो मलाई लाग्दैन। यदि म सिडनी रहिरहँदाखेरि मलाई आफ्नो बनाएर र आफूलाई मेरो नजिकको मान्छे आफन्त बनाइदिएर जसले मलाई गुण लाउनु भएको छ, उहाँहरूको गुण म यसै पनि तिर्न त सक्दिनँ। यदि तिर्न सक्ने रहेछु भने पनि म तिर्न चाहँदैनथेँ। मेरो अनन्तसम्म, मेरो अन्त्यसम्म म उहाँहरूले लगाउनु भएको गुणको ऋणी नै बन्न चाहन्थेँ। यसो भन्दै मेरो सिडनीको बसाइको अन्त्य र होबार्टको बसाइको सुरुवात, कुनै चिजको अन्त्य भनेको अन्त्य मात्रै होइन, कुनै अर्को चिजको सुरुवात पनि हो भन्छन्। त्यही भनाइलाई पछ्याउँदै म मेरो नयाँ जीवन सुरु गर्न जाँदैछु। म अहिले सिडनीको घरबाट कौसीमा बसेर अस्ताउँदो सूर्य हेर्दैछु। अझ यो अङ्ग्रेजीमा सनसेट भन्छन् नि, यो सुन्दाखेरि निकै महँगो ब्रान्डेड जस्तो सुने तापनि अस्ताउँदो सूर्य हेर्दैछु। म यही पखर, यही बेलामा म चाहिँ भोलि तास्मानियाको अस्ताउँदो सूर्य हेर्दै हुनेछु। मान्छेको रहर। अहिले म घडीले 10:30 बजायो। म चाहिँ वेटिङ रुममा छु। अहिले म मेरो सपना पछ्याउँदै, मेरो सपनालाई फलमय वातावरण खोज्दै होबार्टतर्फ लम्कँदैछु। अहिले चाहिँ म